जाने वाली पैसेंजर ट्रेन प्लेटफॉर्म संख्या 3 पर खड़ी है। जोगबनी से चलकर बसनाहा, फारबिसगंज, सिमरा, अररिया, पूर्णिया होते हुए कटिहार जाने वाली सवारी गाड़ी प्लेटफॉर्म संख्या 3 पर खड़ी। हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। तपाईहरुलाई आज फेरि स्वागत गर्दैछु मेरो च्यानलमा। आज चाहिँ म हाम्रो यो इन्डियामा आएको छु हैन। इन्डियामा यो तपाईहरुलाई जोगबनी भन्छौँ हैन। जोगबनीको रेल स्टेसनमा आएको छौँ। सो तपाईहरुलाई अब रेलहरु आएको देखाउने छौँ हैन। मान्छेहरु हेर्नु कत्रो भिड छ सबै अब इन्डिया जानलाई हैन। यो चाहिँ जोगबनी विराटनगर साइडको बोर्डर हो। सो बोर्डरमा हामी रेल स्टेसनमा वेटमा बसिरहेका छौँ। रेल आयो हैन। यो चाहिँ दोस्रो नम्बरमा रेल आएको छ। सो हामी हेर्दै छौँ हैन। अब नजदिकै गएर भिडियो बनाउन अप्ठ्यारो हुन्छ। सो हामी अलिकति टाढै छौँ र हामी यो भिडियो बनाउँदै हेर्दै छौँ। अब मान्छेहरु कस्तो अब स्पिड तक आउँछ जान्छ हैन। एकदम क्राउड हुन्छ यहाँनिर चाहिँ। अब मान्छेहरु चाहिँ हाम्रो अब रेलबाट धमाधम उत्रिदैछ हैन। माथि ब्रिजबाट चाहिँ मान्छेहरु ओर्लिँदै रहेछ। सायद सर्टकट अप्नाएको होला हैन। तर यो त अब डरै मर्छ। तर मान्छेहरु इन्डियामा यसरी पनि ओर्लिदैछ जताततैबाट हैन। अरूहरु पनि भ्लग बनाउन टन्नै छन्, बनाउँदैछन् रेलको हैन। माथि ब्रिजबाट चाहिँ राम्रो हो खासकर चाहिँ। तर यहाँबाट उत्रिरहेछन् सर्टकटमा। अब यो सबै ओर्लिन्छ। दोस्रो मान्छेहरु सबै चढ्दैछन्। सो अनि अब यहाँबाट चाहिँ फारबिसगञ्ज अनि कटिहार हुँदै अब त्यहाँबाट कता कता मान्छेहरु जाने हुन्छन्। ओर्लिने अब फारबिसगञ्ज ओर्लिन्छन्। अब बीचमा कुन ठाउँमा ओर्लिन्छन् अनि अब जाने फारबिसगञ्जमा पुग्छन्, कोही कटिहारसम्म पुग्छन् हैन। यस्ता मात्र मान्छेहरु ओर्लिन्छन् हैन। किरा जस्तै मान्छेहरु हुन्छ यसरी ओर्लिन्छन्। इन्डिया यही हो बोर्डर भनेको चाहिँ। जोगबनीको बोर्डरको रेल स्टेसन चाहिँ यही हो। अनि अब यो ओर्लेपछि 1 नम्बर उसमा पनि अब अर्को ट्रेन आउँछ होला हैन। यो चाहिँ अलिकति सानै ट्रेन रहेछ। अनि अब दोस्रो पनि 1 नम्बरको ट्रेन पनि आयो। यो चाहिँ अलिकति लामो छ। पहिला आएको चाहिँ सानो थियो हैन। यो चाहिँ लामो छ। हामी चाहिँ अब साथीसँग यहाँ घुम्न आएको। सो यता हामी भिडियो बनाउन भनेर चाहिँ गरेको। सो हेर्नु होला मान्छेहरु ओर्लिँदैछ। तर दुईटा सँगै त आज मैले फर्स्ट टाइम देखेँ हैन। यो बलभन्दा अगाडि चाहिँ मैले एउटा मात्रै आएको देखेको थिएँ। लामो छ त्यो चाहिँ दुईटा देखेँ मैले आज। मान्छे धमाधम फेरि अब चढ्न थाले। दोस्रो अहिले यता पनि रहेछ नि त। त्यसो 3टा हुँदो रहेछ जम्मा 3टा। मैले त दुईटा मात्रै भनेको थिएँ नि त। त्यो अगाडि पनि छ। सो अब हामी रेल स्टेसनको पनि भिडियोहरू बनाएँ। अब फर्किने अर्को ठाउँ घुम्नु भन्ने हामी सोचेको छौँ। यो चाहिँ बाहिरको रेस्टुरेन्टको हो। यता चाहिँ जिप गाडीहरू हुन्छ। सो कता कता जानेहरू गाडीमा पनि जान सक्नुहुन्छ हैन। अब यसरी हामी अब यता जोगबनीको मार्केट साइडतिर घुम्ने सोचिरहेको छौँ। अनि अब यो अगाडि छेउको देख्नु त्यो चाहिँ बोलेर हाल्छु क्या। यो चाहिँ रेस्टुरेन्ट यो चाहिँ हैन। रेलकै रेस्टुरेन्ट बनाएको छ। राम्रो रेस्टुरेन्ट एसीहरू सबै रहेछ हैन। राम्रो छ। तर खाना चाहिँ त्यति खास लागेन। अनि रेस्टुरेन्टमा हामी गएको हैन। खाना चाहिँ त्यति खास लागेन। तर बस्ने उयो राम्रो छ। अब यता हामी यो मार्केट भयो जोगबनीको हैन। यहाँ चाहिँ अब फुटपाथमा सामानहरू राम्रो पाउँछ। कति मान्छेहरू आउँछ। लुगाहरू बच्चाहरूको अब कुर्तीहरू हैन। अब हाफ कटुहरू भेस्टहरू फुटपाथमा राम्रो पाउँछ। सस्तो सुन्दर छ हैन। अहिले हामी चाहिँ अलि भनौँ न 9:45 बजे 10 बजीतिरको बेलाको। सो त्यस्तो भिड चाहिँ छैन। भिडै त भिडै हुन्छ हुनु चाहिँ। तर त्यस्तो भिड चल्दै छैन। अब मार्केटपछि हामी अब यो हटियातर्फ लाग्दैछौँ हैन। यो चाहिँ अब हटिया हो। अगाडि चुडीहरू अब सामानहरू हटियारमा पनि यसरी पाउँछ यहाँनिर चाहिँ हैन। अनि अझ लसुन सस्तो छ हैन। लसुनहरू टन्नै राखिरहेको छ हैन। लसुन कति 120। यो मसलाको लाइन भयो हैन। अनि आलु प्याजहरूको लाइन हो। यसरी चाहिँ हामीले घुमेर यो पालको भ्लग हामीले पुरा गर्दैछौँ हैन। यसरी यो जोगबनी आउने भए यसरी यो हटियारमा सस्तो प्याजहरू 100 को 3 केजी 4 केजी यसरी पाउँछ। आउनु होला तपाईहरु पनि। यो भ्लग यति नै अन्तम गर्दैछौँ।